बोले छ क्या म त बोलियो रहेछ भाइले अहिले भिडियो बनाउन मिलेको भएन भने मार्छ कटिङ ललारु ल यति भने बनाइदिनु ल नमस्कार है म चाहिँ फेमिली समाज सेवाबाट मिस्टर लामा मलाई चाहिँ प्राय सबैजनाले मिस्टर लामा भनेर चिन्नुहुन्छ र आज मलाई धेरै खुसी लागेको छ अब अपाङ्ग पुनः नेपालमा आएर आफूले सानो सहयोग गर्न पाउँदा म धेरै खुसी छु र हाम्रो जति पनि कम्युनिटीमा हाम्रो दाइ दिदीहरू हुनुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद र मसँग आइदिनु भएको हाम्रो दिदीहरू भाइ बहिनीहरूलाई सबैजनालाई फेरि पनि धन्यवाद भन्न चाहन्छु र अनि हाम्रो भाइ बहिनीहरूलाई सहयोग गर्नुहुने हाम्रो दाइ दिदीहरूको नाम भन्न गइरहेको छु म उहाँलाई फेरि पनि भन्न चाहन्छु धेरै धेरै धन्यवाद भाइ बहिनीहरूलाई धेरै सहयोग गरिदिनु भएको छ उहाँको नाम रहेको छ सुरुमा सोममाया राई उहाँको उमेर रहेको छ 68 वर्ष उहाँको गोलदाप वडा नम्बर 8 झापाबाट हुनुहुन्छ अनि अर्को सेकेन्ड हुनुहुन्छ जेम्स राई उहाँलाई चाहिँ टिकटकमा चाहिँ किङ राई भनेर चिन्नुहुन्छ उहाँ चाहिँ युएसएबाट अर्को रहनु भएको छ हाम्रो रिता राई हाम्रो दिदी हुनुहुन्छ नाना र उहाँको फ्यामिलीको नाम छ राम राई राहुल डोबट छोराहरूको नाम उहाँहरू पनि युएसएबाट हुनुहुन्छ र अर्को हाम्रो हुनुहुन्छ निमा तेन्जिङ शेर्पा दाई हुनुहुन्छ साउदीबाट उहाँले पनि सहयोग गर्नुभएको छ र हाम्रो यहीँ हुनुहुन्छ सलिना लामा दिदी उहाँले पनि सहयोग गर्नुभएको छ धेरै धेरै धन्यवाद अनि अर्को चाहिँ हाम्रो सुमिना श्रेष्ठ कुवेतबाट हुनुहुन्छ उहाँ चाहिँ टिकटकमा चाहिँ उहाँलाई डल्ली माया भनेर चिन्नुहुन्छ सबैजनाले र अर्को हुनुहुन्छ हाम्रो अर्जुन राई उहाँ पनि हुनुहुन्छ हाम्रो दाई हुनुहुन्छ उहाँ पनि युएसएबाट हुनुहुन्छ उहाँले पनि सहयोग गर्नुभएको छ र अर्को हुनुहुन्छ हाम्रो शरद गुरुङ दाई उहाँ पनि युएसएबाट हुनुहुन्छ उहाँले पनि सहयोग गर्नुभएको छ र हाम्रो जति पनि सहयोग गर्नुहुने उहाँलाई धेरै धेरै धन्यवाद र मसँग आउनुभएको उहाँ दिदीहरूको नाम म भन्न गइरहेको छु अहिले आउनुभएको छ हाम्रो सलिना तामाङ दिदी आउनुभएको छ म चाहिँ नाना भन्नुहुन्छ सबैजनाले चाहिँ चिन्नुहुन्छ हाम्रो सोसियल मिडियामा चाहिँ म चाहिँ नाना भनेर चिन्नुहुन्छ सबैजनाले अर्को रहेको छ हाम्रो रेणु ढकाल दिदी आउनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद हाम्रो अर्को हुनुहुन्छ प्रेमसा तामाङ दिदी आउनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद अनि हाम्रो अर्को छ सानी मगर उहाँ बहिनीलाई पनि धेरै धेरै धन्यवाद आएर धेरै धेरै सहयोग गरिदिनु भयो खुसी लागेको छ सबैजनाबाट अनि हाम्रो अर्को भाइ रहेको छ निकेश राई भाइ अनि अर्को रहनुभएको छ डोल्मा शेर्पा बहिनी उहाँलाई धेरै धेरै धन्यवाद र अर्को हाम्रो रहेको छ मनिषा खड्का उहाँले पनि आएर धेरै सहयोग गरिदिनु भएको छ सबैजनालाई धन्यवाद भन्न चाहन्छु र सबैजनालाई यसरी नै अब सहयोग गरिदिनु भएको हाम्रो दाइ दिदी बहिनी अब हाम्रो जति पनि दाइहरू हुनुहुन्छ उहाँबाट चाहिँ सबैजना विदेशमा हुनुहुन्छ उहाँले सहयोग पठाउनु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र हामी सबैजना फेमिली समाज सेवाबाट हजुरहरूले जति पनि भाइ बहिनीहरूलाई हेरिरहनु भएको छ हामीलाई धेरै खुसी लागेको छ हामी त अब केही पल मात्रै हो हजुरहरूले त वर्षदेखि हेराउनु भएको छ र त्यसको लागि हामी धेरै नै खुसी छौँ पछिको दिनहरूमा नि फेरि हामी आइरहनेछौँ भन्दै विचारहरू गर्न चाहन्छु धन्यवाद Yeah.
भाइ कति बाँकी छ अब कति बाँकी सबैजना बसिनुहोस् है भाइ बहिनी है